गण्डकी कोटी हो यस्तो यहाँबाट यस्तोबाट कतिलासम्म तपाईँलाई देखाउँछु पर्वत सबै ठाउँबाट बागलुङदेखि सबैले धेरै मेसेज गर्नुभएको छ पोखराका भक्त कति भाग्यमानी भनेर लेख्नु भएको छ कतिले तर यो ठाउँमा आउन चाहने भक्तको यो हजुरको प्रेमलाई देखेर महाराष्ट्रले भन्छ 31 गतेसम्म राख्नुपर्छ सत्संग तर 25 गतेसम्म चाहिँ हाम्रो श्रीमद् देवी भागवत कथा हुन्छ के हुन्छ हजुर श्रीमद् देवी भागवत कथा हुन्छ 26-27 गते यहाँ यज्ञ हो होमादिको कार्य धन्य राजायता संजय जगौ भक्त आरती जगौ संजय जगौ भक्त आरती जगौ आरती गोविंद Hare Krishna
धर्माणोदया हरिः ओम् देवकी नन्दनाय च विद्महे वासुदेवाय च धीमहि तन्नो कृष्णः प्रचोदयात् हरिः ओम् वृषभानुजाय च विद्महे कृष्णाय च धीमहि तन्नो राधा प्रचोदयात् हरिः ओम् आञ्जनेयनन्दनाय च विद्महे वायुपुत्राय च धीमहि तन्नो वरुणः प्रचोदयात्। मैले तपाईँहरूलाई गण्डकी कोटीहोमको सम्पूर्ण सुरुबाट अन्तिमसम्म कस्तो कस्तो के संरचना छ कस्तो सबै घुमाउने र देखाउने प्रयास गरेकी छु। आउनु भएकोले त देख्नु हो, नआउनु भएकोहरूलाई रात पर्न थाल्यो, अहिले त मान्छे हुनुहुन्न। एकाउन्न सय कलश हेर्नु। यति संरचना छ यहाँ। एक सय हवन कुण्ड घुम्दैछु। यहाँबाट सुरु हुन्छ। हस् 100 हवन कुण्ड हेर्न सक्नुहुन्छ। 452 ले हवन गरेको कुण्ड, 108 हवन कुण्ड यस्तो छ। एकैचोटि 452 ले हवन गरेको कुण्ड। आउनै पर्ने ठाउँ छ। 100 हवन कुण्ड 700
कुण्डी होइन फेरि ठुलो पर्स त सानो हुन्न नि त मुख्य यज्ञ मण्डप उहाँले सफा गरिराख्नु भयो अनि एउटा त भेटाउनु हुन्थ्यो नि त देखेको